आज फेरि म धेरै पछि आएँ है त। आज चाहिँ मैले एउटा कथा सुनेँ कि अनि मलाई त्यो कथा यति इम्प्रेसिभ फिल भएको नि, अनि आई फिल लाइक आई थिङ्क यो चाहिँ मैले सेयर गर्नुपर्छ जस्तो लाग्यो, मलाई मन पऱ्यो भनौँ न। सो कथा चाहिँ यस प्रकार छ। एउटा घरमा छोरी चाहिँ एकदम ध्यान दिएर होमवर्क गरिराखेको रहेछ। अनि त्यसपछि त्यस्तो ध्यान दिएर होमवर्क गरिराखेको देखेर चाहिँ आमालाई चाहिँ अब छोरी के गर्दैछ भने जस्तो फिल भएछ। किनभने चाहिँ आमाको चाहिँ आफ्नै छुट्टै टेन्सन भइरहेको थियो। उसलाई चाहिँ उसको ट्याक्सको कामहरू गर्नुपर्ने थियो होइन, घर पनि एकदमै फोहोर थियो, अनि प्लस भोलिपल्ट पार्टी थियो, पार्टीको लागि प्रिपरेसन पनि गर्नु थियो। अनि उसलाई दिक्क लागेको बेलामा छोरीले त्यसरी एकमग्न भएर ध्यानमग्न भएर काम गरेर देखेपछि सोधेछ, छोरी के गरिरहेको भनेर सोधेछ। अनि उसले चाहिँ के भने म चाहिँ होमवर्क गरिरहेको, मलाई होमवर्क दिएको छ टिचरले। अनि आमाले सोधेछ होमवर्क चाहिँ के को बारेमा दिएको भनेर सोधेछ। उसले चाहिँ मलाई चाहिँ आज हाम्रो चाहिँ टिचरले चाहिँ नेगेटिभ ग्रेटिच्युडको बारेमा चाहिँ होमवर्क दिएको छ लेख्नु भनेर। अनि आमा छक्क पर्छ, वाट नेगेटिभ ग्रेटिच्युड भनेको मतलब कुनै पनि नेगेटिभ कुराहरूलाई चाहिँ धन्यवाद दिनु भन्न खोजेको। अनि आमा छक्क परेछ, नि के लेख्यो त भनेर उसले छोरीको कपी मागेछ। छोरीलाई छोरीले कपी दिएपछि उसले छोरीले चाहिँ के लेखेको देखेछ भन्दा उसको त्यो नेगेटिभ ग्रेटिच्युडमा चाहिँ के रहेछ भने उसले चाहिँ सबै त्यो नेगेटिभ कुराहरूलाई चाहिँ उसले थ्याङ्क यू भनेको रहेछ क्या। अनि त्यसमा चाहिँ के रहेछ अरे भन्दाखेरि चाहिँ उसले चाहिँ मलाई चाहिँ जुन मेरो फाइनल इक्जाम आउँछ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद होइन। किनभने अब के अरे फाइनल इक्जाम आउनु भनेको अब समर भ्याकेसन आउँदैछ भन्ने कुराको सङ्केत भयो होइन। अनि अर्को कुरा भनेको चाहिँ अनि मलाई चाहिँ के अरे तितो औषधिहरू खानुपर्छ नि त बिरामी हुँदाखेरि होइन, त्यसको लागि धन्यवाद त्यो। अनि किनभने त औषधि खाएपछि म निको हुन्छु नि त, त्यही भएर त्यो तितो औषधिहरूलाई धन्यवाद अरे। अनि त्यसपछि मलाई चाहिँ मेरो आमाले गाली गरेकोमा धन्यवाद अरे। किन भनेको त मेरो आमाले गाली गर्नु भनेको मलाई माया गर्नु हो, मैले प्रोग्रेस गर्नु भनेर चाहिँ मलाई गाली गरेको हो। आमा छक्क परेछ। यो कत्रो टेन्सनमा थियो नि त होइन, ऊ यो त मलाई चाहिन्छ भनेर ऊ माथि गएर आफ्नो रुममा गएछ, कपी निकालेछ। अनि उसले नि उसलाई त डबल डोज चाहिने भएछ, छ भन्ने फिल भएछ। अनि उसले पनि लेखेछ, के लेखेछ भने